केपी ओली भ्रष्टाचार विरोधी भएको भए त छानबिन त कम्बोडियाबाट पो सुरु गराउनु पर्ने हो त अथवा गोकुल बास्कोटाको सेक्युरिटी प्रेसबाट सुरु गर्नुपर्ने त्यो त अडियै छ त 70 करोडको माग अडियै छ त तपाईले सुन्नु भएन र त्यतिखेर त्यही अडियो आएपछि त राजीनामा दिए त गोकुल दाइले सिधै उसलाई चाहिँ कारबाही गरिसक्नु छैन छ त त्यो राजीनामा दिएरै मुक्ति पाए यो एउटा यो के छ भने चाहिँ रमेश भाइ मैले पनि चाहिँ नबुझेको मलाई कता कता लाग्छ पहिला एकपटक चाहिँ राष्ट्रपाले माओवादीसँग कुनै थियो पर्सनसँग होइन पर्सन गोर्खामा गएर चुनाव लडे अनि उहाँ चितवनमा चाहिँ रवि आउने डरले अनि हामीले पर्सनलाई पनि आलोचना गरेको थियो भ्रष्टाचारी मान्छे गएर भन्ने अनि अन्त आरोप के छ भने जनताहरूको अन्तिममा राष्ट्रपा पनि गएर पर्सनले ठिक भन्छ भने यो पनि उस्तै हो कि हामीले कहिले पनि प्रचण्डलाई ठिक भनेको छैन कहिले तपाईँले हाम्रो कुनै नेताले स्टेजमा प्रचण्ड चाहिँ महान नेता हो भनेर प्रशंसा गरेको तपाईँले सुन्नु भएको छ र छैन तर एउटा सत्य चाहिँ के हो भने त्यो सशस्त्र द्वन्द्वले समाजमा चेतनात्मक परिवर्तन चाहिँ ल्याएकै हो फेरि अथवा कागजमा कुनै चाहिँ कागजमा जस्तै समानुपातिक समावेशीको अधिकार होइन यो गणतन्त्र यो बाँदरको हातमा नरिवल पर्यो अलग कुरा हो तर ल्याएको त त्यसले हो नि त त्यो आन्दोलनले त्यो उपलब्धिको त सम्मान गर्नुपर्छ क्या होइन टिका त लागेको थियो नि टिका लागि अबिर बाहेकको सबै टिका लागि म अटल सनातनी हो तर अबिरले फेरि काङ्ग्रेसको जिल्ला कमिटी सदस्य हो जय नेपाल जय नेपाल है काङ्ग्रेसको यस्तो हो होइन काङ्ग्रेसको यस्तो छ भाइ किसनजीको काङ्ग्रेससँग हाम्रो विमति के हो र